हेर्नु त कस्तो दामी निक्लेको छ। पानी परेर कस्तो भएको छ मौसम। यो चाहिँ काकी घर हो। मेरो चाहिँ सुँगुरहरू हेर्नु न, सुँगुरहरू गाई छ र सुँगुरहरूमै सुँगुर यस्तो छ नि। यता पानी परेर तल चाहिँ मेरो छोरी चाहिँ गमबुट लाएर हेर्नु गाउँको परिवेश देखाएको अरे। गमबुट लाएर सबै नस्पति हो। त्यहाँ चाहिँ मेरो माइती घर चाहिँ पारिको सिनहरू कस्तो दामी देखेको छ। यता चाहिँ दुम्सिका भन्छ, दुम्सिका बाल छैन। मेरो बुहारी सुँगुरलाई चारो लाउन आउँदैछ। सुँगुरलाई चारो लाउँदैछ उसले। भैँसीमा मात्रै छ दुहुना भैँसी। चारो अझै लाउँदैछ उसले। त्यतिखेर चारोले पुगेन अरे। कति खान्छ यिनीहरूले। सुँगुरको च्याचोको मासु कसलाई मनपर्छ? गाई चोरू, कुकुर चाहिँ सेक्रेटरी रे हो उसको। यो कागती फल्ने बेला होइन अहिले? कहिले हो त? भर्खर भयो। कागती चाहिँ कागती फेरि पानी पर्न थाल्यो। फेरि पानी पर्न थाल्यो। पानी पर्न थाल्यो। यस्तो छ मौसम। धनिया हेर्नु, धनिया कस्तो मजाले भएको है। गाई चोरू धनिया यस्तो छ मौसम। क्या दामी छ। हाम्रो बसु बजार चाहिँ यहाँबाट जानुपर्छ। यहाँ चाहिँ बजार, यो बजार सदरमुकाम। त्यहाँ सदरमुकाम चाहिँ खेतहरू हो। धान रोप्छ पछि यो अहिले जुन पानी भइरहेको छ बिहार हो। यो चाहिँ बिहार धानको बिउ राखेको बिहार हो नि। बिहार होइन, बिहार हो। सेमसिला भन्छ। त्यो चाहिँ सेमसिला हो नि। यहाँबाट झर्दैन है लडेर? यो निक्लिँदैन सुँगुर यहाँबाट? मजाले चारो खान्छ नि। च्वाचेले कति मजाले चारो खान्छ गाई चोरू। धेरै मजाले खान्छ। किन्ने भए आउनु हो गाई चोरू। यहाँ चाहिँ सुँगुर